guys, welcome back to my YouTube channel. If you are watching me for the first time, then this is Neha Rai and तिम्रो नाम के हो भन्देऊ? Satwik Thapa. My name is Satwik Thapa भन्देऊ. My name is Satwik Thapa. And what's your father name? Saurabh Thapa. Saurabh Thapa. जाऊ न बाहिर जाऊ. And तपाईहरुले मेरो च्यानललाई लाइक शेयर अनि सब्स्क्राइब गरिदिनु पनि नबिर्सिनु होला प्लिज हैन. अन्तखेरि आज चाहिँ म के गर्दैछु भन्दा अब चाहिँ म चाहिँ घर पुस्नु आटेको आधाउधी कामहरु सकिसके हैन. किनभने आज मेरो भाउजू आउनु हुँदैछ अन्तखेरि साथी आउनु हुँदैछ हो. भाउजू भन्दा पनि मेरो दिदी नै हो उ पनि हो तर दादाले बिहे गरेर चाहिँ भाउजू भएको. अन्तखेरि साथी पनि आउँदैछ दिदीकै साथी थियो अन्त मेरो पनि साथी भएको हो उ चाहिँ अन्त आज आउँदैछ. सो मैले चाहिँ क्विकली घरहरु सफा गर्दैछु. अन्तखेरि घरहरु सफा गरिसकेर चाहिँ उनीहरुलाई लिनु माथि जानुपर्छ होला. अन्तखेरि म छिटो छिटो काम गर्छु अन्त भेट्छु ल तपाईहरुलाई. तपाईहरुको नानीहरु पनि यसरी फोनको लागि रुन्छ. यहाँ हेर्नुस्. गाडी खोल्दिदिन म. फोन हेर्नु हुँदैन जाऊ. खेल न तिम्रो गाडीहरु छ त कति. हुँदैन हुँदैन हुँदैन. हुँदैन. गाइस यहाँ चाहिँ फोटो खिचेको भनेर बसिराख्नु भएको थियो. मोमो खाएर तातो मोमो खाइदिएको थिएँ कि गाइस उनीहरुलाई चाहिँ. उनीहरु चाहिँ अघि आइपुगेको हो. अन्तखेरि खानाहरु खाए. मोमो बनाइदिएको थिएँ खानामा चाहिँ हो सुँगुरको मोमो खाएर चाहिँ उनीहरुलाई पुरा निन्द्रा लाग्यो रे. हजुर. अन्त उयो चाहिँ मलाई भ्यालेन्टाइन्स डेमा सौरभले ल्याइदिएको फुल थियो आधा भित्र राखेको छु आधा उयो छ अझै मुर्जाको छैन त्यो चाहिँ फ्रिजरको बारेमा. उसलाई पुरा लाज लाग्यो अरे लिपस्टिकहरु सबै गयो अरे मोमो खाएर अन्त लाज लाग्यो. अन्त यहाँनिर चाहिँ छोरा भनेको छोरै हुन्छ अरे भन्दै बसिरहेको छ आन्टीहरू बडीहरू. मेरो छोरा चाहिँ बाउचेको स्कुटीमा चढेर बसिरहेको छ. अश्विका आइजा. ए दिव्या निकाल्दैन सात्विकलाई म चाहिँ कसरी झर्नु भन्दैछ. निकाल्दैन बिचारालाई म चाहिँ कसरी झर्नु भन्दैछ. बडी माइजूले झार्दिँदैछ यहाँ चाहिँ हाम्रो भाइलाई. लाजले भाग्दैछ हाम्रो बडी माइजू चाहिँ. पुरा अघि आएको आउनु चाहिँ यिनीहरू कि तर खानाहरू खाइरहे हामीले. अन्तखेरि नानीहरूले भक्कै लगेर मेरो बर्थडे नि आइपुगेको थियो फेरि. बब्ली तेरी मोटी मम्मा भन न. ए नानी काली काली न काली मोटी मम्मा भन्न नानी. भनी नै आउनु चाहिँ अघि आएको जानै मान्दैन पनि रे. कहिले भने लामो भएछ है तेरो कपाल. खुबसुरत बालहरू. ए नानी ए अश्विका ए काली मम्मा भन्न. ए कपाल सपाल मिलाएर आएछ नि हौ. गाइस मैले फोटो खिचिदिन्छ भ्लगमा निकाल्छ भनेर चाहिँ कपाल सपाल छोडेर आएछ. उसले चाहिँ लिपस्टिकै लाउनु पाएन. आज यहाँनिर बस भनेको पनि बस्दैन अरे किन भन्दा मेकअपै ल्याएन अरे. कपाल छोडेर आउने चाहिँ यो हो. हिजो भर्खर त काटेको है. सुन्दरी हुनु खोजेको हिजो भर्खर.
झन्डै झरे आफै देखा न बब्ली डान्स गर्दै त अश्विका एउटा हजुर भन्नुहोस् न के को लागि बोजूको त चाहिन्छ होला त ए कनेक्सन पुरा भएको आधार कार्ड यसमा पानी आएर मात्रै दिन्छु आधार कार्ड यसमा पानी आएर मात्रै दिन्छु आधार कार्ड तिम्रो विचार कनेक्सन भयो भने सबै गाउँकोले दिइसकेको छ कि यहाँ गाउँकोले अब यो लगेर त कनेक्सन कतिवटा भयो हामीलाई पताउँदैन नि हामीले यतिवटा भन्दाखेरि यसले मात्रै पताउँछ नि त बुझ्यौ हामीले भन्दाखेरि उनीहरू मान्दैन अन्त आधार कार्ड ल्याएर अब भोलि यो दिन त्यो ढिलो आधा बजी दियो भने अन्त उसै पानी आउँछ यो पाइपमा पानी आउँछ यो पाइपमा पानी बनाएपछि किन आउँदैन भरोसै लागेन हौ यो पानी पर्खिन ल बाबुले हामीले यतिवटा बनायौँ भन्दा पत्ताएन नि त पत्ताउँदैन नि कुनै ए भिडियो गर्दैछ क्या हुन्छ हुन्छ नगर है यही उहाँहरूको फोटोसुट हुँदैछ यहाँ क्यामराम्यान ब्याकग्राउन्डमा चाहिँ हेर्नुहोस् न यहाँनिर के दामी ब्याकग्राउन्ड उनीहरूको ए तिमीहरू यता आइज ए त्यहाँबाट लड्छ यता आइज छिटो सात्विक यता आऊ अश्विका यता आऊ यहाँ हाम्रो छत चाहिँ यस्तो च्याल्याङ भइरहेको छ हो अन्त ओइ तेरो उयो छ सनग्लास फोटो खिच्नु तपाईँहरू हेर्न सक्नुहुन्छ मम्मीहरू भए पनि केही कमी छैन नि के गरेको हौ मामाको हाफपेन्ट बोकेर तिम्रो कहाँ हो मेरो हाफपेन्ट हो यो ए यो चाहिँ भाइको स्कुलको है उनीहरूको फोटोसुट मात्रै हेरिहाल्नुहोस् न यहाँनिर हाउ डेन्जरस जानेको रहेछ यसले फोटो खिच्दा हाँस्नु चाहिँ एकपल्ट रियालिटीवाला हाँसिँदैन यो चाहिँ जुन चाहिँ स्माइल देउले भर्खरको त्यो चाहिँ डुप्लिकेट हो काटिन्छ अश्विका यता आइज अश्विका यता आइज यहाँनिर हाम्रो बोजूले चाहिँ ब्ल्याङ्केटहरू उठाइदिएर लगिदिनु हुँदैछ यहाँनिर लुगा थुपारिदिइराख्नु भएको छ त्यो चाहिँ मैले लिएर जानुपर्ने छ सात्विक र माइजू चाहिँ यहाँ छ सात्विकको माइजू यो चाहिँ बडी अरे नानीहरूले बडी भन्दै हो कि टोइलेटै गएको थियो त यिनीहरू मेरो छोराको बदमा चाहिँ यति मात्रै छ गाइज बाबुले तेरो यतिको चाहिँ हाँस्नुपर्छ गाइज टन्सिल भएको छ कि छैन त्यो पनि डल्लै देख्ने गरी हाँस्छ हाम्रो नमु चाहिँ एन्टीले गर्नु लाउनु पनि पर्दैन खिचौँ न हामी तिनजनाको तल चाहिँ दुईजनाको बदमास हेरिहाल्नु न गाइस दिदी भाइ चाहिँ यस्तो बदमास गर्दैछ है नानु हेलो बाबुले तेरो यतिको चाहिँ हुनुपर्छ डेडिकेटेड फोटोग्राफर मोडल फेरि हेर्नुहोस् न यहाँ मोडलले चाहिँ यहाँ मे हिरोइन भनेको सम्झिँदैछ ए बहिनी रुवाहरू उडाइदिए आमाले फोटो खिच्दैछ हत्तु भयो हत्तु भयो अरे उहाँ चाहिँ फोटो खिच्दै बाबुले तेरो भन्ने गीत आएको छ मेरो मुखमा फेरि आउँछ नि फेरि एकपल्ट दामी आयो त यो त गाइस यो चाहिँ अब मेरो घर आउनु चाहँदैन रे दुला खाएर
आइज ल अन्त ममालाई वाक्क नलगा न ममा त्यहाँनिर त्यसै पातली हुनु सकेको छैन तर लगाऊ 1 किलो भए पनि घट्छ होला यहाँ लट्ठी झिकिदिँदा सबैले फेरि हिँड्ने छोड ल मलाई त्यो बाबुली थेरी भन्ने कि म नटिसकेँ अब एउटा कुकुर ल्याउँछु फिर्से पहिला खिच्नु अन्त त्यति त मान्छे छ सगा हुन्छ यिनीहरूको चाहिँ त्यो कुकुर भन्नु त्यो आमाले ल्याउनु भनेको छ त्यो कुकुर त अब ल्याउँछु यसको बच्चा पनि क्या दामी दामी छ त बिर्सेछु भाइ स्कुल कुन चाहिँ बाटो जान्छ यही बाटो है ममाले बोकेर ढिलो भएको दिन कुदाउँछ है उकालोमा डिस्टेन्स ज्यादा लाग्छ याद छैन याद भयो दिदी कमन सेन्स होइन नन सेन्स यिनीहरू चाहिँ पुरा नन सेन्सहरू हो कमन सेन्स नभएको यहाँ बन्द गरेको दुईजना छ हाम्रो डान्सर हेलो गाइज भन्दैन हेलो गाइज भन्दै त हेलो गाइज गर्दै सात्विक यहाँनिर चाहिँ गाडी पर्खिरहेको छु यिनीहरूलाई हालेर पठाइदिनुको लागि तर गाडी नै भेटेको छैन स्वाङ खेल्नु होला गाइस मैले उसको लिप जेल मागेर राखेँ अब फाइनली उनीहरू चाहिँ यहाँबाट निस्किसक्यो सात्विक चाहिँ यहाँनिर ललिपपमा झुन्डिरहेको छ हेरेको भाउ ए गयो माइजु बाई भन्थ्यो बाई गरिदेऊ लु हिँड बाई गाडी पऱ्यो माइजु पो भन्छ होला नि त गयो अब मामा र म पनि जान्छु भन्देऊ मामा जाउँ भन ल जाउँ लेग्रा भएछौ त मिठा खाएर माइजूले भन्देऊ न अब चाहिँ हामी घर जानुपर्छ है सात्विक होमवर्क पनि त गर्नु छ है होमवर्क गर्छौ यस कि नो नो ए ढुङ्गा हेर्नु यहाँबाट चाहिँ हामी जान्छौँ अब एकैचोटि घर पुगेर भेटौँ ए आश्विका दिदी लभ यु ए अन्त मिस यु पनि भनिदेऊ न गाइस यो चाहिँ हो डे 2 अन्त आज चाहिँ हामी आएको छौँ फुपूहरूकोमा चाहिँ आज चुला ढुङ्गाहरू राख्छ पित्राहरू राख्छ भनेर चाहिँ आएको नि त के फुपूहरूको तल घरमा चाहिँ छ हुनु त हो तर अब धुरी छुट्टेपछि आफ्नो घरमा छोरा भएकोले चाहिँ फुपूहरूले आफ्नै घरमा राख्नुहुँदैछ नि त आज चाहिँ हो अन्तमा चाहिँ कामहरू हुन्छ भनेर काम सघाउनु आएको यहाँनिर हेरिरहेको छु हामीहरू चाहिँ यहाँनिर के हुँदैछ कसो हुँदैछ भनेर हाम्रो राईहरूको चाहिँ के हुन्छ भन्दाखेरि नि यस्तो हुन्छ नि त अब
यहाँनिर चुला ढुङ्गाहरू बनाएर यहाँनिर अब उयो कुखुराहरू मोलेर यहीँ चुला ढुङ्गामै पकाउँछ नि त हो। अन्तखेरि राईहरूले मात्रै खानुहुन्छ त्यो चाहिँ हो। अन्तखेरि माइतमा त म त राई हो। मेरो मम्मीले चाहिँ बिहानै फोन गरेर के गर्नु फोन गरेछ भन्दा चाहिँ नि अब चाहिँ फेरि राईहरूले मात्रै खानुहुन्छ भनेर खानु होइन नि त्यहाँ अब चाहिँ थाहा पाइसक्यो नि भनेर पो फोन गरेको रहेछ कि मम्मीले हाँस्दा हाँस्दा। त्यति पनि बुद्धि नभएको जत्तिकै गर्छ मेरो मम्मीले चाहिँ अहिले पनि मलाई कि। अन्तखेरि यस यहाँनिर चाहिँ अब पूजाहरू गर्दैछ हो। चुला ढुङ्गामा पूजाहरू गर्दै आगोहरू पनि जलायो। अब यहाँनिर केहरू गर्नु हुँदैछ हो। यहाँनिर माङपा चाहिँ ल्याउनु भएको थियो केबाट हौ जङपानाबाट प्रवेश भन्ने उयो माङपा ल्याउनु भएको थियो जङपानाको। अन्तखेरि यहाँनिर चाहिँ फुपाहरू मजाले बसेर चाहिँ त्यसको पूजा गर्नु हुँदैछ। यस यहाँनिर चाहिँ बडाले पनि यहाँनिर चाहिँ बसेर भिडियो गर्नु हुँदै रहेछ नि त कि। मेरो चाहिँ क्यामेरा धमिलो भएर म चाहिँ पुसेको थिएँ यहाँनिर क्यामेरा हो। अन्तखेरि बडाहरू सबैजनाले पनि बसिराख्नु भएको थियो। अन्तखेरि यहाँनिर फुपा चाहिँ आज सिधा भएर बसिराख्नु भएको छ। नत्र हिँडिरहने मान्छेहरूलाई त छटपट हुन्छ नि हो। यहाँ चाहिँ छ हाम्रो शाहरुख भाइ। अन्तखेरि यहाँनिर मेरो छोरा आइपुग्छ घरि नघरि ऊ यस्तो गरिदिन्छ गाइस। क्यामेरा पुसिदिएको अरे ममाको यसरी क्यामेरा पुसिदिँदैछ उसले चाहिँ हो। अन्तखेरि यसरी पूजाहरू गर्नुपर्छ नि त लाइको चाहिँ हो। अब यो तपाईँहरूले देख्नु भएन यहाँनिर आगोहरू जलायो चुलामा। अब त्यही आगोमा चाहिँ चुला ढुङ्गामा चाहिँ हाम्रो उयो पकाउनुपर्छ त्यो पूजा गरेको कुखुरा हुन्छ नि त्यो चाहिँ यसरी पकाउँछ यहाँनिर हो। अन्तखेरि सन्तानले खान्छ त्यो कुखुरा चाहिँ कुखुराको सुप बनाएको छु हो। अन्त फुपालाई पनि त्यस्तो केही नलेजै छैन अरे किनभने फुपाहरूको चाहिँ तल माइतमा माइतमा फुपाहरूको मूल घरमा छ नि त हो। फुपाले चाहिँ यहाँनिर धुरी छुट्टेपछि चाहिँ अब छोरा पनि छ भनेर चाहिँ फुपूले चाहिँ घरमै राख्नुभएको थियो। यहाँनिर चाहिँ हुनुहुन्छ हाम्रो माङपा हो। माङपा चाहिँ हो जङपानाको। अन्त फुपाले चाहिँ यहाँ पूजा गरेको हुनुहुन्छ हो। शाहरुख भाइ चाहिँ कुखुरा पोल्दैन अरे किनभने त ऊ चाहिँ अब भेजिटेरियन हो नि त कि। अन्तखेरि कुखुरा पोल्दा चाहिँ उसलाई पुरा उल्टी आउँछ अरे पोल्नु सक्दैन अरे भनेर चाहिँ फुपाले नै पोल्नु आँट्नुभएको। अब फुपाको दाजु भएर पोल्नुहुन्छ। अन्तखेरि यहाँनिर शाहरुख चाहिँ अब गर्दैन अरे भन्दा नि उसलाई चाहिँ पुरा उल्टी आउँछ अरे हो। बल बिन्ती माग भन्नुहुँदैछ कि हँसाउँदैछ उसले चाहिँ। यहाँनिर अब चुला ढुङ्गालाई छुएर पूजा गर्दैछ नि त उनीहरूको हो। अन्तखेरि आशीर्वाद माग्नु भनेको के आशीर्वाद माग्यो भने भन्दैन अरे मनमै छ अरे हो। अन्तखेरि यहाँनिर भट्टाभट पूजाहरू गरेर अब शाहरुख भट्टको घरमा पनि राखेँ। अब चाहिँ चोखनी त गर्नुपर्छ चुला ढुङ्गा राखेपछि राईहरूको साह्रो हुन्छ नि त हो। राख्दा पनि साह्रो हो नराख्दा पनि साह्रो हो। राईहरूको राखेन भने नि के भइन्छ राख्यो भने पनि कतिवटा रुल्सहरू हुन्छ त्यसको हो। पूजा गर्ने रुल्सहरू भिन्दै हुन्छ। त्यही भएर चाहिँ शाहरुखले चाहिँ मलाई भाउजू हेर्दा त यत्रो छ त जग्गा त कति अकुपाई गरेको भन्दैछ निस्किनु सकेन अरे हो। अन्तखेरि यहाँनिर मैले त के निकालेको छु राजेशबाटको अनुहार ननिकालेर त फर्स्टमा त बुढी पनि निकाल्दैछु। गाइज अब यो आगोमा चाहिँ पोल्नुपर्छ अरे कुखुरा। दुईजनालाई खिड्की दैलो नभएको ओडालमा बस्ला जस्तो भइसक्यो। बेलुकाको लागि प्रिपरेसन गरेको हजुर हेर्दा यहाँनिर चाहिँ पत्तीको गाडी पनि आयो। सबैजना पत्ती टिपेर पनि आउनुभयो हो। यहाँनिर हाम्रो चाहिँ कमन एरिया हो नि त। अन्तखेरि सबैजना पत्तीबाट पनि फर्किनु भयो।
अन्त फुपूले चाहिँ मेरो भिडियो चाहिँ नगर्दै भन्नुहुँदै थियो त्यति बेला चाहिँ कि अन्तखेरि मैले चाहिँ खासै फुपूको भिडियो गर्नु खोजेको होइन कमेन्टबाट मान्छे आउँदो रहेछ हाम्रो चाहिँ गार्डन एरिया हो भनेर चाहिँ देखाउनु खोजेको हो अन्तखेरि अमु दादाको भाउजूले चाहिँ हात वेभ गर्दै जानुहुँदैछ हामीहरूलाई कि अन्तखेरि शाहरुख भाइ चाहिँ त्यहाँनिर के धुँदै रहेछ सबैजनाको कमानको पनि छुट्टीबाट फर्किने टाइम पनि भइसकेछ म यहाँनिर आएको थिएँ बिहान 9 बजी कति छिटो टाइम पनि बितेछ गाइस अहिले चाहिँ म र नानी घर आइपुगिसक्यो हो हामी चाहिँ आइहाल्यो नि त भोलि नानीको होमवर्क पनि गर्नु हुन्छ अन्तखेरि नानी पनि बिमार हुन्छ राति उदो ल्याउँदा भनेर चाहिँ म चाहिँ आइहालेँ बोजू चाहिँ आउनु भएन बोजू चाहिँ तलै बस्नुभयो हो अन्त अब म र नानी चाहिँ छु बेलुका चाहिँ चिन्ताहरू पनि छ नि त अन्त त्यही भएर चाहिँ हामी चाहिँ फर्क्यौँ अन्त बोजू चाहिँ त्यही छ नानु गाइस म चाहिँ फिलहाल चाहिँ अहिले चाहिँ बनाउनेवाला छु म्यागी किनभने हामी दुईजनाले चाहिँ अघि ढिलो ढिलो खाना खाएर चाहिँ आएर पनि हामीले चियासँग के खायौँ अन्तखेरि हामीलाई चाहिँ वी आर नट हङ्ग्री है भाइ टमाटर गीत गाइदेऊ त टमाटर बड़ी मजेदार ओ टमाटर बड़ी मजेदार होइन नि अन्त जनी जनी पनि गीत गाइदेऊ त Yes, Papa. No, Papa. Telling lie. Telling lie. No, Papa. Open your mouth. Open your mouth. अन्तखेरि हामीहरू चाहिँ अहिले म्यागी बनाउँदैछौँ ला म्यागी बनाउँदैछौँ भनेको त डऱ्यो होला हौ अहिले सो यो मैले चाहिँ के हालेर म्यागी बनाउँदैछु किनभने हामी दुईजना मात्रै छु आज बोजू चाहिँ तल चिन्तामा जानुभएको छ हो त्यही कारण हामीहरू चाहिँ आज लाइट खान्छु किनभने अघि भर्खर हामीहरूले चियासँग पनि के खायो नि त बनहरू खायो कि अन्तखेरि म देखाउँछु ल के हालेर बनाउँदैछु फर्स्टली मैले हालेँ यो प्याज किनभने मलाई चाहिँ निकै ब्राउन मनपर्छ प्याज हो अन्त अब म हाल्दैछु गाजर नानी त्यस्तो इन्डक्सनहरू नचलाऊ अहिले हालेँ भने गाजर त्यो सँगसँगै हाल्छु म मटर हो नानी नो 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 त्यसै यसलाई मजाले एकछिन फ्राई गर्छु म हो अब यसलाई एकछिन फ्राई गर्नुपर्छ यसरी यसलाई हल्का रोस्ट गरेर मैले यसमा एड गरेँ टमाटो होइन अब टमाटरलाई अलिक पाक्नु दिन्छु म त्यसपछि चाहिँ मैले एड गरेँ यसमा अलिकति पानी त्यसपछि पानी एड गरेर चाहिँ यसमा मैले हालेको छु म्यागी होइन अब यसमा चाहिँ म्यागीको मसला एड गर्छु अन्त मेरो म्यागी हुन्छ रेडी देन म त्यसमा एड गर्छु धनियाँ अहिले धनियाँ एड गर्दा पनि तपाईँहरूलाई म देखाउँछु नि ल एज यु क्यान सी गाइज माई म्यागी इज रेडी अब चाहिँ म यसमा एड गर्छु अलिकति कोरिएन्डर सो यस्तो भयो मेरो म्यागी चाहिँ इस प्रकार का है भाइ लोग अब चाहिँ मैले यहाँनिर ग्यासमा प्यान पनि तताइसकेँ अन्तखेरि अब यसमा चाहिँ हामी अन्डा बनाउँछु अन्तखेरि हामी हाम्रो म्यागी इन्जोय गर्छु ल गाइस एन्ड मैले यसमा अलिकति नुन एड गरेँ अन्त मेरो छोराले चाहिँ यतिकै खान्छ एन्ड फाइनली हाम्रो म्यागी चाहिँ रेडी भयो सात्विक कस्तो लाग्यो वाउ भन्देऊ न आइडिया भन्देऊ त लभ यु भन्देऊ लभ यु भन न गाइस मेरो छोरा चाहिँ बुढो भइसक्यो तर मसँगै टाँसिरहन्छ हेलो गाइस भन्देऊ
यसरी छातीतिर चढेर बस्छ है मेरो छोरा चाहिँ कस्तो हेलो गाइज भनिदेऊ तिम्रो जनी जनी सुनाइदेऊ न अन्त 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 इटिङ सुगर अन्त के भन्छ नो पापा टेलिङ लाई अन्त गाइस तपाईँहरूको नानीले पनि यस्तै वाक्क लाउँछ तपाईँहरूलाई चुपाम्यान अरे ऊ फेरि चुपाम्यान म चाहिँ यस्तो डरलाग्दो मोटाइसकेँ जिन्दगीमा अब मैले सोच्दैछु त्यो इन्स्टाग्राममा देखेर एसिबी मोरिङ्गा भन्ने त्यो मगाएर खम एक्सर्साइज गरौँ भनेर त्यो पनि वेस्ट अफ मनी होला हौ मलाई क्रेभिङ कन्ट्रोल गर्छ भनेर मात्रै खानु मन लागेको त्यो चाहिँ कि गाइस तपाईँहरूको नानी पनि यस्तै छाडा छ हेर्नु न भुँडीतिर उफ्रिदिन्छ नि हौ अब ममा बोल्दिनँ तिमीसँग जाऊ त जाऊ आशिका फुपूको बेबी लिएर आउँछु अब तिमी जाऊ त आउनु पर्दैन बाबाले पनि आशिका फुपूको बेबीलाई मागेको छ अब सानो बेले बेबीलाई जाऊ त बित्ताको छाडा कस्तो छाडा छ बोल्दिनँ त अब बित्ताको दिवा बोजूले पनि अब फोन सानो बेबीलाई देखाउँछ अन्तखेरि बोजूले पनि सानो बेबीलाई गराउँछ उयो गर्छ के भन्न त डिस्कभरीमा हात्तीहरू देखाउँछ चिताहरू देखाउँछ पल्लोपट्टिको बडीले पनि सानो बेबीलाई नै किन्डर जोय ल्याइदिन्छ हो तिमी जाऊ त बित्थाको आऊ न त आऊ 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 म चाहिँ मेरो बेबीलाई माया गर्छु नि तर लु मेरो छोरालाई माई वान एन्ड ओन्ली सनलाई माया गर्छु नि है छोरा कति माया गर्नु कति माया गर्नु म तिमीलाई भन त टोपीको ल्याउँदै त आयो बाई गाइज भनिदेऊ बाई बाई गरिदेऊ हातले थ्याङ्क यू so much भन for ए डाइनोसर हेरिदिनु पर्यो गाइज डाइनोसर अरे कसले सिकायो डाइनोसर भन्नु नानु मैले के पनि खाएको छुइनँ है डाइनोसर भन्नु तिमीलाई कसले सिकायो आई लभ यु छोरा आई लभ यु बाई बाई भनिदेऊ गाइजहरूलाई थ्याङ्क यू सो मच फर वाचिङ भनिदेऊ थ्याङ्क यू सो मच फर वाचिङ आजको भिडियो चाहिँ यतिमै एन्ड गर्छु गाइज हो अन्तखेरि तपाईँले मेरो च्यानललाई लाइक सेयर अनि सब्सक्राइब गरिदिनु चाहिँ नबिर्सिनुहोस् बाई बाई थ्याङ्क यू हप्पा गरिदिउँ एकपल्ट